Hello guys, welcome to my YouTube channel प्रकाश विष्ट YouTube च्यानल ब्लगमा यहाँलाई सुस्वागतम छ। आज म मेरो होस्टेलदेखि मैले काम गर्ने ठाउँसम्मको रेस्टुरेन्टसम्मको छोटो मिठो ब्लग बनाउन गइरहेको छु। यहाँहरूलाई जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव दिन नबिर्सनु होला। त्यस्तै हो, भिडियोमा बोलेको साउन्ड चाहिँ हल्का स्लो आयो कि माइक नभएर माइक नभएपछि साउन्ड आएन, त्यही भएर म अडियो रेकर्ड गरेर म बोल्दैछु होइन। जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव दिन नबिर्सनु होला। सुगन्धियाको हो अगाडि साथीहरू गइरहेको छन्। यो चाहिँ नरिवलको कोट मलेसियामा यस्तो हुन्छ होइन, यस्तो छ। यो चाहिँ मस्जिद हो, मस्जिद आज चाहिँ घाम नलागेको हुनाले मौसम पनि राम्रै छ भनौँ, त्यस्तो गर्मी पनि छैन। वातावरण रोडहरू यस्तै छ, बाटोहरू यस्तै छैन, रमाइलो छ जे होस्। साथीहरू अघि गइरहेको छ होइन, म चाहिँ पछि साथीहरूलाई देखाउँदै यताउता वातावरण देखाउँदै हिँड्दैछु, जाँदैछु म पनि ड्युटीमा। ब्लगलाई जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव दिनु नबिर्सनु होला। तपाईँहरूको एउटा सल्लाह सुझावले नै मलाई अगाडि बढ्न धेरै प्रेरणा प्रोत्साहन मिल्नेछ। त्यसैले सल्लाह सुझाव दिन कमेन्ट गर्नु नबिर्सनु होला। यो यता गेटदेखि देखिने हो, यो मस्जिद हो। ऊ चाहिँ मेरो सम्धी हो, मसँग काम गर्ने। पछाडिको साथी हो मेरो। यसो गफसप बाटोमा गफसप हानेर मेट्रो रेल फेरि यताउता गएर मेट्रो क्रस भएर गइहाल्यो होइन। मेट्रोमा तल देखिने फेरि आँपको रुखहरू, बाटोमा रोपेको आँपको रुखहरू लाएर हजुरहरू कहाँबाट हेर्दै हुनुहुन्छ। म यसरी बोलेको फर्स्ट टाइम फर्स्ट ब्लग हो, त्यसैले जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव दिन नबिर्सनु होला। कमी कमजोरी कहीँ कतै भएको भए तपाईँहरूले त्यस्तै सल्लाह सुझाव दिनु होला। हाम्रो फेरि गफ हुन्छ नि त, तपाईँहरूले जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव दिनु नबिर्सनु होला होइन। तपाईँहरूको मायाले मलाई फेरि अरू भिडियोहरू पनि बनाउनुलाई प्रोत्साहन मिल्छ। तपाईँहरूलाई जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव कमेन्ट सेयर सब्सक्राइब गर्नु नबिर्सनु होला। नयाँ आउनेहरूलाई अब तपाईँहरूले सब्सक्राइब गर्नुभयो भने मैले पनि सब्सक्राइब ब्याक दिनेछु। त्यसैले धेरै माया गर्नु होला। तपाईँहरूले माया गर्नुहुन्छ भने ठुलो विश्वास भरोसा राखिरहेको छु होइन। यस्तै त अन्त साथी हो मलेसियन लाइफ।
त्यही हो अन्त ल थ्याङ्क यू गाइस